Hi guys, this is Jirel Hema. हेलो दिस इज रिमा योङहा अनि अहिले चाहिँ हामी जर्मनीमा बस्दै आइरहेको छौँ विगत 1.5-2 वर्षदेखि। एक अनि वर्षदेखि ऊ चाहिँ 1 वर्षदेखि, म चाहिँ 1.5 वर्ष भयो होला। अनि आज चाहिँ हामी केही यस्ता मिठा गफ गर्नेछौँ। अनि मेरो भन्दा पनि स्पेसल्ली आज रिमाको एक्सपिरियन्स चाहिँ रिमाले सेयर गर्नेछ। अनि हामी चाहिँ ऊ चाहिँ डिरेक्टली नेपालबाट चाहिँ एज अ गास्ट्रोनोमी भिजामा चाहिँ जर्मनी आएको। सो द्याट म उसको एक्सपिरियन्स, उसले कसरी प्रोसेस गर्यो अनि कति पैसा खर्च गर्यो, सबै कुराहरू चाहिँ आज म रिमासँग सोध्नेछु। एन्ड देन हामी चाहिँ यस्तै मिठो गफ गर्नेछौँ आज हामी। अनि तपाईँहरूसँग सेयर गर्नेछौँ हाम्रो सबै कुराहरू चाहिँ है त। सो द्याट सुरु गरौँ ल। सुरु गरौँ ल। अनि सर्वप्रथम त दिदीलाई धेरै धेरै धन्यवाद, मलाई दिदीको पोडकास्टमा मलाई पहिलो गेस्टको रूपमा मेरो अस्तिको भ्लगमा पनि थियो नि, पहिलो गेस्ट मलाई बोलाउँछु अनि मलाई बोलाउनु ल भनेर मैले रिक्वेस्ट गरेको थिएँ दिदीलाई। अनि म पहिलो गेस्ट हुन पाएकोमा म एकदमै खुसी छु। यो पोडकास्ट च्यानल दिदीको चाहिँ अझै 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 प्रगति हुँदै जाओस्। हामीले यसै गफ दिएको हाँस्नको लागि हामी चाहिँ कुनै पनि पोडकास्टहरू इन्टरभ्यू लिनेहरू काम गर्दैनौँ। कहिलेकाहीँ चाहिँ हामी यसो तर होइन, दिदीको यो पोडकास्टको उद्घाटनै हुँदैछ आज। ल, पोडकास्टको उद्घाटनै भएछ अरे। अनि आज चाहिँ हामी यस्तो मजाको गफहरू गर्नेछौँ कि तपाईँहरूसँग होइन। म चाहिँ रिमालाई उसको एक्सपिरियन्स कस्तो रह्यो सबै कुराहरू चाहिँ म सोध्नेछु रिमालाई चाहिँ। हुन्छ नि उसको ब्याड एक्सपिरियन्स, गुड एक्सपिरियन्स, अनि उसले कसरी प्रोसेस गर्यो, के गर्यो, हुन्छ नि प्रोसेस गर्दाखेरि बिचमा एकचोटिमा सक्सेस भएन होला, उसको त्यो एक्सपिरियन्सहरू कस्तो छ अनि अरूलाई के सजेस्ट गर्छ, त्यो कुराहरू चाहिँ आज म सबै रिमालाई सोध्नेछु। सो लेट्स गो। तर ऊ त्यो चाहिँ नर्भस है, हल्का ऊ त्यो चाहिँ ल्याउनुपर्छ होला त्यो खानेकुरा चाहिँ। कुन हो? ऊ त्यो हो काजु बदाम। ए पर्दैन हो। अर्को नेक्स्ट पोडकास्टमा नेक्स्ट गेस्टसँग खाँदै बसेर कुरा ओके ल, लेट्स गो, सुरु गरौँ है त। तिमी चाहिँ एज अ गास्ट्रोनोमी भिजामा चाहिँ नेपालबाट जर्मनी आएको। त्यो चाहिँ तिमीले कुन लेभलसम्मको ल्याङ्ग्वेज चाहिँ नेपालमा पढ्यो, अनि त्यस पछाडि त्यो ल्याङ्ग्वेजको जर्नी कस्तो थियो अनि कहाँ पढ्यो, त्यो कुराहरू चाहिँ अलिकति सेयर गरिदेऊ न त। मैले सर्वप्रथम चाहिँ मैले ल्याङ्ग्वेज चाहिँ मैले B1सम्म पढेर आएको सुरुमा आउँदाखेरि चाहिँ। अनि मैले ल्याङ्ग्वेज चाहिँ कहाँ पढेको अनि कुन इन्स्टिट्युटमा पढेको भन्दाखेरि चाहिँ मैले चाहिँ इदुबाइटमा पढेको। अनि त्यहाँ चाहिँ अब कति नराम्रो कुराहरू पनि छ होइन, बाहिर चाहिँ अब इदुबाइटको अब त्यही त अब धेरै कस्टली छ भनेर। तर पनि मलाई पढाउने उयोहरू चाहिँ जे होस् मेन्टरहरू चाहिँ विवास सरले चाहिँ राम्रै गर्नुभएको थियो हामीलाई। भनेपछि तिमी विवास सरसँग पढ्नु भएको? हजुर, म चाहिँ विवास सरसँग पढाएँ हो। मलाई चाहिँ होइन, तिमी विवास सरसँग पढ्नु भएको भनेपछि तिमी विवास सरसँग पढेको हो। ओके, भनेको तिमीले चाहिँ B1सम्म चाहिँ कोर्स मात्रै गर्यौ कि B1को प्रुफुङ नै बेस्टान्डेन गर्यौ? B1को प्रुफुङ नै बेस्टान्डेन गरेँ। तर B1को प्रुफुङ चाहिँ मैले गोथेबाट दिएको हो। अनि मैले फेरि एकैचोटिमा चाहिँ बेस्टान्डेन चाहिँ गरेको होइन। मैले पहिला सुरुमा चाहिँ 3टा टाइल मैले बेस्टान्डेन गरेँ। अनि त्यस पछाडि चाहिँ मैले चाहिँ ह्योरेन्टाइल चाहिँ मैले फेल भएँ म ह्योरेन्टाइलमा चाहिँ। अनि त्यस पछाडि मैले फेरि नेक्स्ट ह्योरेन्टाइल चाहिँ मलाई चाहिँ धेरै हेल्प गर्नुभएको चाहिँ हेमा दिदीले। प्लाज चाहिँ मैले चाहिँ गोथेमा त अब एकदमै गाह्रो थियो एक्जाम, समुद्र पारीको कुरा हो त सोच्न। मैले चाहिँ अनि अब यस्तै भइरहेको थियो, डिस्कस भइरहेको थियो, किनभने फेल हुने धेरै थियो नि त त्यति बेला। पास भएको क्लियर आउट पास भएको त एकजना कि कतिजना मात्रै थियो होला मेबी सायद। अनि त्यति बेला चाहिँ अब समीर दाई हामीहरू साइरन दिदीहरू भयो, हामी नम्रताहरू उता दिल्ली गएर इक्जाम दिने त्यस्तो मैले तपाईँलाई भनिरहेको थिएँ नि, वास्तै गरिरहेको थिइनँ क्या मैले। दिदीले यहाँ प्लाट छ भन्दा पनि मैले वास्तै गरिरहेको थिइनँ। तर लास्टमा चाहिँ त्यो सबै को कता के कता भयो लास्टमा चाहिँ। अनि हामीले चाहिँ अनि फेरि पनि कहाँ बिएचएसमा म, डेनिस, समीर दाई, अविनाश पनि थियो क्या है, हामी 4जनाले चाहिँ अनि फेरि दिएको। अनि त्यति बेला चाहिँ बेस्टान्डेन गरेको मैले। यो कुरामा चाहिँ मलाई अलिकति सेयर गर्न मन लाग्यो।
रिमासँग चाहिँ मेरो नेपाल हुँदाखेरि जो सायद हामी यहाँ आएर पनि सँगै यसरी बस्नलाई लेखेको रहेछ र होइन एकदम त्यो ल्याङ्ग्वेज पढ्ने बेलाको साथीहरूसँग एकदम रियरसँग चाहिँ मेरो कन्ट्याक्ट हुन्थ्यो होइन अनि तिमीसँग चाहिँ मेरो जहिले व्हाट्सएपमा कुरा हुने एभ्री कुराहरू यस्तो भइरहेछ मेरो लाइफमा यस्तो गर्न लागेको छु सेयर गरिरहेको हुन्थेँ कि मैले अनि खै त्यो यस्तै हामी सँगै बस्नलाई यसरी नै सायद हाम्रो लेखेको भएर होला कि अनि सेयर गरिरहेको हुन्थ्यो म एभ्री कुराहरू अनि उसले पनि उसको लाइफमा के भइरहेको हुन्छ मलाई सेयर गरिरहेको हुन्थ्यो प्रायः अनि रिजल्टहरूको बारेमा नि भनिरहेको हुन्थ्यो अनि म चाहिँ भन्थेँ लरीमा तिम्रो ठिकै छ 3टा टायल तिमीले बेस्ट स्ट्यान्ड गर्यो अनि एउटा टायलको लागि चाहिँ म VHSमा भन्छु नि त एउटा डेट भन्छु उसलाई VHSमा ल रिजल्टको लागि कुर्नुपर्छ इट्स ओके होइन तर कति पैसा बच्च दिल्लीमा गएर एक्जाम दिनु भन्दा होइन म भनिरहेको छु यहाँ एउटा प्लास खाली छ होइन म दिल्ली जान्छु दिदी होइन किन जान्छौ दिल्ली यहीँ खाली छ प्लास यहीँ एक्जाम देऊ होइन म जान्छु होला दिल्ली अब लाइक त्यो बेला के भएको थियो आई डोन्ट नो है तर हल्का सर्किया थियो झन् डिमेन्स भएको थियो के हो अनि त्यस्तो भन्दा थियो अनि पछि त्यो भनेको अब कति धेरै मेहनत गरेर एक्जाम दिएको थियो अनि त्यो बेला पास भएको थिएन डेफिनेटली त्यो बेला फेरि मेरो यस्तो हार्ड सिचुएसनबाट गुज्रेर गएर एक्जाम दिएको थिएँ तर पनि 3टा टायल बेस्ट स्ट्यान्ड गरेको थिएँ र पनि भेरी प्राउड त्यस्तो भएको थियो अनि पछि उसले VHSबाट युरेन टायल चाहिँ दियो अनि उसले बेस्ट स्ट्यान्ड पनि गर्यो त्यस पछाडि वाइट अनि त्यस पछाडि चाहिँ मैले बेस्ट स्ट्यान्ड अब VHSको त फेरि सबैलाई थाहा होला गोथेको पो 1 हप्तामा एक्जाम के आउँछ रिजल्ट आउँछ तर VHSको त लाग्छ नि त 45 दिन त म्याक्सिमम है 45 डेज अनि त्यस पछाडि त्यो रिजल्ट आउने बित्तिकै फेरि त्यो रिजल्ट लिएर चाहिँ फेरि अब सेल्फ एप्लाई गर्नलाई त नसोच्दै भयो किनभने नेपालको जर्मन एम्बेसीले 1 वर्षसम्मलाई मात्रै भ्यालिड गर्छ भनेको यस्तो गोथेमा एक्जाम दिँदाखेरि त स्टुडेन्टहरू भेट भएर चाहिँ त्यस्तो हुन्थ्यो अनि फेरि हाम्रो सरले पनि हामीलाई क्लासमा पढाउँदाखेरि त्यसो भन्नुभएको थियो नि त अनि त्यो कारणले मेरो अलरेडी 4 मन्थ चाहिँ लस्ट भइसकेको थियो 4 मन्थ भइसकेको थियो तिम्रो अनि 2 महिना कि 1 महिना पछि पाएको होइन त VHSमा अनि त्यस पछाडि फेरि 45 दिन कुरेपछि 4 मन्थ 5 मन्थ 6 मन्थ कति मन्थ मात्रै थियो मेरो त अरू त मैले जुन 3टा टायल मैले अगाडि बेस्ट स्ट्यान्ड गरेको भ्यालिड त सब जर्मन एम्बेसीको लागि 4-5-6 मन्थ मात्रै थियो अनि म चाहिँ अनि त्यो सर्टिफिकेट लिएर चाहिँ अनि विवास सरकोमा चाहिँ म चाहिँ इदु भाइबमा गएर चाहिँ मैले त्यहाँदेखि एप्लाई गरेर चाहिँ ट्याक्क अक्टोबरमा एप्लाई गरेँ होला मैले अनि त्यस पछाडि डिसेम्बर जनवरीहरूतिर हाम्रो यहाँ जर्मनीको यो जुन म होटलमा आएको थिएँ हुँदा मेरो इन्टरभ्यू भएको थियो 2चोटि इन्टरभ्यू दिनु परेको थियो किनभने हाम्रो 2टा हुनुहुन्थ्यो सेफ त्यस कारणले अनि त्यस पछाडि सबै राम्रो भएको थियो राम्ररी प्रिपेयरहरू भएको थियो अनि त्यस पछाडि अनि मेरो फेब्रुअरीमा चाहिँ म यहाँ जर्मनी आएको 2024को फेबमा ओके मलाई यहाँनिर क्वेसन गर्न मन लाग्यो तिमीले गोथेको एक्जाम दियो 3टा टायल बेस्ट स्ट्यान्ड गर्यो है अनि एउटा टायल बेस्ट स्ट्यान्ड गरेको थिएन अनि एक्जाम डेटको लागि तिमी एकदम भौतारी रहेको थियो अनि मलाई लाग्छ त्यो एक्जाम डेट पाएर पनि एक्जाम दिएर पनि एक्जामको रिजल्ट कुर्दाको पिरियड चाहिँ तिम्रो एकदम मलाई एउटा मात्रै मेसेज थाहा छ कि मलाई व्हाट्सएपमा तिमीले मेसेज गरेको थिए हेमा दिदी आई एम सो फ्रस्ट्रेटेड त्यो मेसेज चाहिँ मलाई एकदम याद छ क्या हेमा दिदी आई एम सो फ्रस्ट्रेटेड भन्दै मेसेज गरेको थियो त्यो टाइमलाई सम्झिनु पर्दा चाहिँ कसरी सम्झिन्छौ आज सम्झिनु पर्दा ओ माई गॉड साँच्चीकै त्यो दिनहरू त यस्तो फ्रस्ट्रेटिङ दिनहरू त किन भन्दाखेरि मैले किन यो क्वेसन उठाएँ भने मलाई लाग्छ मैले जति पनि सुनेको छु जर्मनको इन्स्टिच्युटहरू क्लासहरू जति पनि छ नेपालमा एकदम धेरै फुल छ अरे जता पनि फुल छ अरे है मेरो साथीको पनि इन्स्टिच्युट छ उसले पनि पढाउँछ है उसले पनि भनिरहेको हुन्छ क्या एकदम धेरै स्टुडेन्टहरू र एकदम धेरै फुल रे क्या जता पनि क्लासै नपाइने अनि मलाई लाग्छ कति धेरै गाह्रो हुन्छ यो ल्याङ्ग्वेज अनि त्यसरी मेहनत गर्दा गर्दा नहुँदा एक्जामको डेट नपाउँदा अनि अर्को कुरा भनेको पढ्न गाह्रो भइरहेकोहरूलाई त
तिमीले के भन्न चाहन्छौ? तिमी पनि त्यही पिरियडबाट त्यही समयबाट गुज्रेर आज यो ठाउँमा छौ, तिमीले अहिले राम्रो गरिरहेको छौ, यहाँ आएर चाहिँ के भन्छौ म उहाँलाई चाहिँ के चाहिँ? भन्न चाहन्छु भने त्यो टाइमलाई सम्झाउ न पहिला तिम्रो अलिकति। त्यो टाइमलाई सम्झिँदाखेरि चाहिँ एकदमै फ्रस्ट्रेटिङ पिरियड थियो त्यो चाहिँ लाइफको। तर त्योभन्दा फ्रस्ट्रेटिङ चाहिँ यहाँ आएपछि फेरि अझ मैले धेरै एक्सपिरियन्स गरेँ। पहिला तर त्यहाँको पनि कुरा सेयर गरौँ त्यो न। एक्सपिरियन्स चाहिँ एकदमै खतरनाक एक्सपिरियन्स त। किनभने पहिलो कुरा त मैले अब एक्जामको डेट पाएको थिइनँ, पाएँ, दिएँ। तपाईँ एकदमै थ्याङ्कफुल हेमा दिदीप्रति होइन। मैले पनि हेल्प अरू मान्छेहरू हुनुहुन्छ हुनुहुन्न थ्याङ्कफुल, तर म चाहिँ थ्याङ्कफुलै छु होइन। अब यसरी एक्सप्रेस गर्न नसके पनि जे होस् एउटा हृदयमा तर मलाई कस्तो राम्रो, मलाई चाहिँ कस्तो हुन्छ भने म कसैलाई हेल्प गर्न पाउँदा साह्रै मेरो मन खुसी हुन्छ। अनि अर्को कुरा भनेको सुखमा साथ दिनेहरू चाहिँ प्रायः जो पनि हुन्छ क्या। अनि म चाहिँ जो पनि दुःख परेको मान्छेलाई साथ दिएर चाहिँ मजा आउँछ। जस्तै त्यो बेला मेरो त केही पनि भएको थिएन, तर तिमीले कति धेरै मलाई हेमादी आइएम सो फ्रस्ट्रेटेड भन्दै मेसेज गर्दाखेरि मलाई ओ माई गड कस्तो फिल भएको थियो। अनि त्यस्तो टाइममा अनि तिमीलाई हेल्प गर्न पाउँदा मैले सकेकोहरू। तर मैले तिम्रो लागि गोथेमा पनि हेरिरहेको पो थिएँ त, डेट चिनेको छु क्या त मैले एकजना सर। अनि मैले उहाँसँग नि कुरा गरिरहेको थिएँ। अनि यहाँ गर्ने कि त्यहाँ गर्ने भइरहेको थियो। अब तिमीलाई चाहिँ मिलेसम्म गोथेमै होस् भन्ने थियो नि त, किनभने छिटो रिजल्ट आउँछ। अनि त्यो फेरि एक्जाम दिएर पनि त 45 दिन पर्खिनु पर्दाखेरि हामीले तर फेरि छिटो रिजल्ट झिक्नलाई पनि ट्राई गरेको कि। तर त्यो चाहिँ हामीले त्यो के हो त्यो फर्म भर्दाखेरि नै त्यो भन्नुपर्छ त्यस्तो भन्नु क्या त्यो रिसेप्सनको दिदीले चाहिँ। अनि त्यस पछाडि चाहिँ एकदमै दिनहरू काट्न पनि गाह्रो। तर पनि म त्यो 45 दिनको त्यो पिरियडमा पनि भोका भएर चाहिँ म पढिबस्थेँ क्या। त्यो माथि छतमा गयो घाम ताप्दै भोका भएर चाहिँ हल्का रिभाइज गरिबस्छु क्या। अनि भनेको त्यस्तै हो। त्यही म चाहिँ के भन्छु भने चाहिँ सुरुदेखि नै भोकाबहरू भयो, ग्रामाटिकहरू भयो ल्याउने क्या। मेरो पनि बिचमा अब जसले मलाई पढाउनु भयो उहाँलाई थाहा छ मेरो कतिको बिग्रिया थियो भनेर क्लास नछुटाउने। अनि भनेको अर्को कुरा भनेको जहिले पनि रेगुलर हुने क्या। त्यो अब ल्याङ्ग्वेजलाई धेरै टाइम दिने। अब अहिले पनि कति कमजोरीहरू छ नि, हो कि होइन, छ नि। अब बोल्नहरूमा कति प्रब्लम हुन्छ। र पनि अब नेपालमा हुँदै गर्नुभएकोहरूलाई चाहिँ त्यही अब पढ्ने प्राथमिकता दिने। भनेपछि तिम्रो त्यो फर्स्ट टाइमलाई सम्झिँदाखेरि कस्तो लाग्छ रे? कस्तो लाग्छ अब कस्तो लाग्छ नि त्यो त एक्सप्लेन गर्न सकिन्न वर्डमा, गर्न सकिँदैन क्या त्यो वर्डमा। त्यो जसले जो भोगेर आएको छ त्यो मान्छेलाई मात्रै थाहा हुन्छ। त्यो चाहिँ अब फेरि मलाई फेरि त्यो भन्न पनि आएन क्या त्यो कसरी भन्ने होस्। जोस् मलाई यति थाहा छ, मैले तिमीलाई चिने अनुसार एकदम फ्रस्ट्रेट थियो। अनि मैले चाहिँ त्यस्तो बेलामा हेल्प गर्न पाएँ कति खुसी लागेको थियो मलाई चाहिँ। अनि अर्को भनेको चाहिँ अब त्यो 45 दिनको ग्यापमा अब त्यो फेरि अर्को टेन्सन भनेको चाहिँ त्यो मुन्लिस के अरे ह्योरेन्टाइल फेरि मैले बेस्टान्डेन गर्ने हो कि होइन, अनि के गर्ने होला ला, गरेन भने के गरौँ, के गर्ने। अनि फेरि कस्तो मलाई त भिएचएसको चाहिँ त्यो ह्योरेन त मलाई राम्रो लागेको थिएन क्या। त्यो कोठा पनि गुमुक्क अनि फेरि यत्रो कोठा थियो क्या होइन। अनि अब जे पाइ त्यही हान्दिएर आएको थिएँ नि त मैले। सुन्नु त सुनेको थिएँ तर पनि कस्तो त उयो भइरहेको थियो क्या, इको जस्तो आइरहेको थियो क्या। अनि त्यो त्यस्तो मलाई चाहिँ ला मैले पर्फेक्ट गरेँ होला जस्तो सेटिस्फाई थिएन, त्यस्तो चाहिँ थिइनँ क्या म। त्यही भएर त्यो 45 दिनको उसमा चाहिँ अब ला मैले फेरि बेस्टान्डेन गरिनँ भने के गर्ने होला, मेरो हुँदैन के अरे उयो भ्यालिड सकिन्छ यस्तो टेन्सन भइरहेको थियो क्या। मैले त्यो गोथेमा पनि त्यो दाईहरू भेटेको थिएँ कि। हो त्यो दाईले पनि मेरो A2हरूको के अरे 1 वर्ष उयो भएर भ्यालिड हुँदैन अब, अनि त्यही भएर सर्टिफिकेट त छ नि हातमा, के गर्ने भ्यालिड हुँदैन भन्ने त्यस्तो भन्नेहरू भेटेको थिएँ। त्यही भएर फ्रस्ट्रेट एकदमै फ्रस्ट्रेट थियो होइन। ओके, तिमीले कुन इन्स्टिट्युटबाट अप्लाई गरेको थियो त्यस्तो धेरै तिमीले सेयर गरिहाल्यो होइन। जसले जताबाट गर्दा पनि हुन्छ है। तिमीले कस्ट चाहिँ कति तिर्यौ? अब त्यो त भन्नु हुँदैन होला हौ। त्यो त केही हुँदैन, उनके फेया तिर्यो होला त्यस्तै त्यस्तै ट्युसन
3,000 euro to 6,000 euroको ट्युसनमा हो। अब यो चाहिँ आफै ट्युसन भनेको जो 600को ट्युसन भनेको बुझिहाल्नुहुन्छ होइन। ठिकै छ, यो चाहिँ उसले त्यति धेरै खुलेर भन्न मन गरेन। इट्स ओके, तिम्रो कुरा हो। अनि ठिक छ, तिम्रो प्रोसेस गरेपछि भिजा लाग्दासम्म कति टाइम लाग्यो? जस तिमीले डकुमेन्ट बुझायो नि इन्स्टिट्युटमा गएर, त्यो टाइमदेखि भिजा लाग्दासम्मको टाइम? त्यो त मेरो एकदमै छिटो भयो नि, किनभने मैले अक्टोबरमा मेरो डकुमेन्ट बुझाएको, अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी। तर त्यसै अब यो छिटो त हो नि हो, अनि धेरै होइन नि। कति लाग्यो? अक्टोबरको पनि इनतिर बुझाएको भनेपछि अक्टोबर नोभेम्बरै गरौँ न उसो त होइन। नोभेम्बरै गरौँ, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी, 4 महिनामा त। फेब्रुअरीमा त म यहाँ आइपुगेको भनेपछि 3 महिना। फेब्रुअरी कतिमा आइपुगेको थियौ तिमी यहाँ? फेब्रुअरी 16मा चाहिँ यहाँ ल्यान्ड भएको। 16मा चाहिँ यहाँ आइपुग्यो क्या, ल्यान्डै भएको भनौँ न। 15को त्यस्तै कति बजीतिर फ्लाइट थियो मैले बिर्सेँ, फेरि 2-3 बजीतिर फ्लाइट थियो 15 फेब्रुअरीको। अनि 16मा चाहिँ 16को 6 बजी चाहिँ फ्रेङ्कफुर्टमा ल्यान्ड भएर चाहिँ अनि यहाँ आइपुग्दा चाहिँ त्यस्तै 11-12 भएको थियो। ओके, तिमीलाई यहाँनिर प्रश्न छ। अब जोस् तिमीले अप्लाई गरिसके पछाडि डकुमेन्टहरू सबै बुझाइसके पछाडि त्यो बिचको टाइम भनेको त तिम्रो डेफिनेटिभ तिम्रो इन्टरभ्यूको प्रिपेयर गर्ने टाइम हुन्छ नि। तिमीले चाहिँ इन्टरभ्यूको प्रिपेयर सुरुमा त्यहाँ एम्बेसीमा गएको कुरा अहिले छँदैछ, तर त्योभन्दा जुन डकुमेन्ट बुझाएको टाइमदेखि इन्टरभ्यू भन्दा अगाडिको टाइममा चाहिँ तिमीले इन्टरभ्यूको प्रिपेयर गर्यौ कि गरेन सरसँग, कि जस्ट आफै गर्यौ कि घरमा? त्यो टाइम चाहिँ के गर्यो? अब हुन्छ नि कोही अप्लाई गर्दै गरेकोलाई के गरौँ भएको छ भनेपछि यो पनि एउटा हेल्प हुनसक्छ। त्यो चाहिँ मलाई चाहिँ के लाग्छ भने सबै कुरा चाहिँ इन्स्टिट्युटमा कन्सल्टेन्सीहरूमा मात्रै डिपेन्ड भएर चाहिँ बस्नु हुँदैन जस्तो लाग्छ। हुन त हामीलाई सरले फेरि प्रिपेयर नगराउनु भएको चाहिँ होइन, गराउनु भएको। तर अब जस्तो कि अब भोलि इन्टरभ्यू छ भन्दाखेरि आज त्यो अब त्यो त हुँदैन नि त। भोलि इक्जाम छ अनि आज यत्रो दिन चाहिँ केही नगरेर आज भोलि इक्जाम छ अनि आज चाहिँ म रातभरि पढ्छु भन्दा त त्यो त आउँदैन। तर हामीले त्यसै गरे हो हुन त स्कुलहरूतिर त हो। तर पनि यो भनेको त अब इन्टरभ्यू जस्तो कुरा हो यो चाहिँ। तर मैले चाहिँ सरले पनि सिकाउनु भयो, तर मैले चाहिँ अगाडिदेखि नै युट्युबहरूमा चाहिँ त्यो आउसबिल्डिङ फेरि अब होटेल बेराइसमै जाने, ग्यास्ट्रोनोमीमै जाने भन्ने थाहा भइसकेपछि चाहिँ अब त्यो चाहिँ पहिलादेखि नै त्यही थियो नि त, चिलै। अब नर्सिङमा त डेफिनेटिभ गाह्रो छ, त्यही पनि B2 गर्नु पर्यो होइन। अनि त्यस पछाडि भनेको मैले चाहिँ धेरै छ हो युट्युबमा यस्तो भिडियोहरू, यो प्रिपरेसन भिडियोहरू। सबिना लामाको पनि एक त म धेरै हेर्थेँ, तर उसको चाहिँ यो ग्यास्ट्रोनोमीको लागि चाहिँ हेल्पफुल चाहिँ छैन, र पनि जे होस् हेल्पफुलै छ उसको भिडियोहरू पनि। अनि अर्को भनेको एउटा एउटा इन्डियन छ क्या, ऊ चाहिँ होटेलमा नै गर्छ। दुईवटा इन्डियनहरूको हेर्थेँ, उनीहरूको भिडियोबाट एकदमै हेल्पफुल भयो। एउटा चाहिँ करी बोयको भिडियो हो, करी बोय इन जर्मनी कि खै समथिङ के छ मैले बिर्सेँ। अनि अर्को चाहिँ खै के हो राहुल कि खै के भन्ने छ, मैले बिर्सेँ जे होस्। उसको उनीहरूको भिडियोबाट चाहिँ एकदम त अर्कोको मेन त अर्कोको भिडियो हो। त्यो भिडियो चाहिँ मैले ट्याक्कै एम्बेसीको लागि पनि उसले सिकाएको छ। अनि यो जुन यहाँको यो सेफहरूसँग हुन्छ नि उनीहरूसँग पनि कसरी बोल्ने, के भन्ने, एन्सरहरू के दिने, यो सोधो भने के दिने, यस्तोहरू छ क्या। भनेको तिमीले चाहिँ तिम्रो भनाइ चाहिँ तिमीले युट्युबको भिडियोहरू हेरेर चाहिँ धेरै नै हेल्प भयो तिमीलाई? धेरै नै हेल्प भयो। अनि सरले पनि आइडियाहरू दिनुभएको थियो, त्योहरू पनि हेल्प भयो धेरै नै। ओके, तपाईँहरू पनि कोही हुनुहुन्छ नेपालमा आइन्स बेस्टाडेन गरेर बस्नुभएको छ अनि ग्यास्ट्रोनोमी फिल्डमा अप्लाई गर्दै हुनुहुन्छ र एम्बेसीको डेट चाहिँ अलिकति ढिलो छ, इन्टरभ्यूको लागि कुरिराख्नु भएको छ भने चाहिँ युट्युबमा गएर भिडियो खोज्नुहोस्, कसरी आन्टवर्ड गर्ने भनेर खोज्नुहोस्, के क्वेसनहरू आउन सक्छन् भनेर खोज्नुहोस्। जस्तै बहिनीले जस्तै तपाईँहरूलाई पनि हेल्प हुनसक्छ। उसले त खोजेर जे उस सबै कुराहरू रिसर्च गरेर धेरै कुराहरू आफूमा सिकेर चाहिँ सो द्याट उसले इन्टरभ्यू पनि पास गरिसक्यो। अब चाहिँ हामी कहाँ जान्छौँ भने अब तिमीलाई क्वेसन म एम्बेसीको
एम्बेसीमा कस्तो खालको क्वेसनहरू चाहिँ एम्बेसीमा एज अ गास्ट्रोनोमीको हाउस टु बिल्ड डे या चाहिँ गास्ट्रोनोमीमा हाउस बिल्डिङ गर्न आउन चाहनेहरूको लागि चाहिँ कस्तो खालको क्वेसनहरू चाहिँ मोस्टली सोध्न सक्छ एम्बेसीमा पहिला त्यो भन अनि त्यस पछाडि तिमीलाई चाहिँ के क्वेसनहरू गरेको छ त्यो पनि हल्का सेयर गरिदेऊ न। अब एम्बेसीमा त त्यही हो, अब कोही साइन्स फिल्डबाट हुनुहुन्छ भने अब यो ग्यास्ट्रोनोमी आउँदा त डेफिनेटिभ सोध्छ नि त उनीहरूको प्रश्न त भइहाल्यो। त्यही यो फिल्डमा तिमी पढेर +2मा अनि अहिले चाहिँ किन यो फिल्डमा चाहिँ तिमी गर्दैछौ, उनीहरूको प्रश्न यो मेन प्रश्न भयो। किन यो फिल्डमा चाहिँ किन जाने, यस्तो राम्रो फिल्ड ब्याकग्राउन्ड त फिल्डबाट आएको छ अनि फेरि यो फिल्डमा किन जाने डेफिनेटिभ भयो। अनि अर्को भनेको एक्सपिरियन्स सोध्छ, सिकेकोहरू सोध्छ, कहाँ सिकेकोहरू। अब हाम्रो चाहिँ त्यो चाहिँ फेक सर्टिफिकेट बनाएको थियो नि त, अनि मलाई चाहिँ फेरि केही आइडिया पनि थिएन। अनि अब म चाहिँ मलाई के सोधोको बारेमा चाहिँ भनिदिन्छु ल। अनि मलाई चाहिँ त्यो इन्टरभ्यू लिनुहुनेले चाहिँ एकदम उहाँको चाहिँ त्यो पुरै मुड स्विङ भइरहेको थियो क्या त्यो मान्छेको चाहिँ। एकछिनमा हाँस्ने, एकछिनमा अब राम्रो कुरा गर्ने, एकछिनमा फेरि अब मेरो फेरि भोइस सानो छ, बोल्दा बोल्दै सानो भइहाल्छु क्या म। अझ झन् मलाई डर लाग्यो भने त झन् भोइसै निस्किँदैन अर्को कुरा। अनि त्यस पछाडि भनेको नयाँ मान्छेहरूसँग पनि मेरो त्यस्तो साह्रो निस्किँदैन है। अनि अनि अलिक ठुलो बोल्नु, अब एमएससीमा त उता पनि फोन यता पनि फोन हुन्छ नि, ठुलो बोल्नु भन्दैछ है अहिले फेरि के अरे तपाईँले बोलेको मैले सुनिनँ भने फेरि भरे फेरि भिजा लागेन भने फेरि म दोषी होइन नि, यस्तै के भनेको थियो क्या। अनि त्यस पछाडि भनेको मलाई चाहिँ पुरा म चाहिँ पेलेको पनि थियो, एकदमै पेल्न खोज्छ तर पेल्छ, डेफिनेटिभ पेल्छ है एम्बेसीमा, पेल्छ तर एकछिनमा फ्रेन्डली हुने, एकछिनमा फेरि उयो गर्ने, तर पनि त्यो तिनीहरूको अनि कति आवर विकली कति आवर काम गर्नुपर्ने। यहाँ पनि मैले एकदमै कमेडी भएको छ मेरो चाहिँ। भन न, सेयर गर न के भएको थियो। मैले चाहिँ विकली चाहिँ 39 स्टुन्ड त मन्थली हो कि विकली हो? विकली भनेको मैले चाहिँ प्रोटाग भनेको रहेछ। म चाहिँ अब पुरा नर्भस थिएँ नि, नर्भस भएर मैले चाहिँ प्रोभोख सुनेको छु क्या। अनि मैले चाहिँ 36 स्टुन्ड भनेको त उता कस्तो कुरा गर्नुहुन्छ हौ तपाईँ, यसरी हातमा डकुमेन्ट थियो क्या मेरो डकुमेन्ट, कस्तो कुरा गर्नुहुन्छ हौ तपाईँ। दिनमा 39 घन्टा काम, 24 घन्टा 39 घन्टा 39 स्टुन्ड। त्यही त खासमा हुने भनेको त 24 भयो नि त। अनि 24 आवर्समा अनि 39 भन्दा त डेफिनेटिभ सक भइहाल्यो नि क्या। के अरे 39 स्टुन्ड काम गर्दा मर्दैन मान्छे भन्दै भन्छ। यस्तो हाँस उठेको त त्यसको त रियाक्सन क्या, त्यो अलिक मतवाली टाइपको थियो कि, त्यसको त रियाक्सन त अलिक रिसाएको हो त्यस्तोहरू देख्दाखेरि, अलिक कमेडी टाइपको थियो। र पनि जसो तसो भए पनि पार भयो। अनि भनेको चाहिँ उसले मलाई केमा अर्को पेलेको भने चाहिँ कहाँ सिकेको, त्यो मैले एक्ज्याक्ट मैले ट्याङ्गै बिर्सेँ कि, तर मैले चाहिँ त्यो चाहिँ हल्का ठ्याक्क देखेको थिएँ। अनि त्यो देखेर चाहिँ मलाई चाहिँ त्यो हल्का चाहिँ याद थियो। अनि यो ट्रेनिङ इन्स्टिट्युटबाट चाहिँ मैले सिकेको भनेर भनेको थिएँ। अनि उसले त पुरा कम्प्युटरमा कहाँ छ यो, यसले यो रिस्टिका लोकेसन भन्यो कि भनेन, यो तिमीले सिकेको यो ट्रेनिङ सेन्टर चाहिँ कहाँ छ, यस्तोहरू सबै सोधेको थियो क्या। अनि त्यो चाहिँ उसले यसरी सर्च गरेर पनि हेरेको थियो। त्यो चाहिँ मैले फाल्स एकचोटि चाहिँ मैले अब काठमाडौँको अब सबै त्यो लोकेसनहरू थाहा हुँदैन नि त, यो भनेको अर्को भनेछ। अनि यो यहाँ छैन यस्तो उस्तो भयो त, तर पनि भरे फेरि भएको थियो, राम्रै भएको थियो भनेको हामी यसरी बुझ्न सक्छौँ। अनि फेरि मलाई किन फ्लेगेमा चाहिँ किन नगरेको, मेरो साथी पनि छ फ्लेगेमा गरेको छ उसले, अनि राम्रो हुन्छ अरे। उसलाई पनि प्रुफुङमा चाहिँ पुरा डर लागेको थियो अरे, मुन्ली छ प्रुफुङमा चाहिँ, तर पनि टिचरहरू फ्रेन्डली थियो अरे, राम्रो भएर बेस्ट स्ट्यान्डर्ड गऱ्यो। अनि अहिले काम गरिरहेछ, यति वर्ष भयो, फ्रेन्डली पनि थियो। भनेको यस्तो हुन सक्दो रहेछ है। अब तपाईँहरूले यसरी बुझ्नुहोस्, एम्बेसीमा चाहिँ कुनै पनि अब कुन बेरुफमा तपाईँ आउँदै हुनुहुन्छ, त्यो बेरुफमा चाहिँ किन जान लागेको तिमी, त्यो कुरामा चाहिँ तपाईँहरूले मोटिभेट गर्नु पर्यो क्या उसलाई, म कन्भिन्स गर्न सक्नु पर्यो है।
म यो बेरुफमा जान्छु, यसको फाइदा बेफाइदा यो कारणले गर्दा चाहिँ मैले यो बेरुफ चाहिँ डिसाइड गरेँ भनेर चाहिँ तपाईँहरूले कन्भिन्स गर्न सक्नुभयो भने चाहिँ डेफिनेटली भिजा मेरो पाउनुहुन्छ। एन्सर चाहिँ के थियो भन्दाखेरि के पो हो, मलाई सानैदेखि नै यसमा पुरा इन्ट्रेस्ट थियो कुकिङ गर्नमा। अनि त्यस पछाडि अर्को भनेको चाहिँ मेरो आन्टीको कि कसको पो होटेल थियो, अनि मैले चाहिँ त्यहाँ कहिले कहिले यसरी गएर सघाउँथेँ। अनि त्यही भएर झन् मलाई चाहिँ इन्ट्रेस्ट लाग्थ्यो, मलाई चाहिँ झन् यस्तै यस्तै एन्सरहरू दिएको थिएँ, यस्तै हेरेको थिएँ नि त मैले युट्युबमा। ओके, भनेपछि चाहिँ तिमीलाई चाहिँ त्यस्तो त्यस्तो कुराहरूमा चाहिँ पेलेको थियो एम्बेसीमा होइन? ओके। अनि अर्को भनेको धेरै गाह्रो भएको इमिग्रेसनमा, फेरि इमिग्रेसनमा पनि त्यही कन्भिन्स गर्न सक्नु पर्यो। इमिग्रेसनमा चाहिँ झन्नै 1 घन्टा नै लागेको थियो। डेनिस र म थियौँ, भनिदिउँ कि नभनिदिउँ हौ, डेनिस र म थियौँ भने डेनिस र म थियौँ। तर ओ माई गड, म त फर्काउँछ होला भनेर बल्ल बल्ल बाहिरदेखि यस्तो मजाले बिदाई गरेर छिराएछ। त्यहाँ त हुँदैन भन्छ है, पर गएर बस्छौँ पनि, फेरि सरलाई पनि फोन गर्छौँ। अब सरलाई पनि टेन्सन भइसक्यो नि, त्यहाँ भिसा लगाएर गएको मान्छेहरू भरे। अनि फेरि भित्र यति धेरै कर्मचारीहरू बसिरहेको रहेछ। त्यहीँभित्र गएर फेरि हामीले उयो गऱ्यौँ। अनि एउटाले चाहिँ एउटा हुनुहुन्छ, उहाँलाई चाहिँ धेरै नै थ्याङ्कफुल, कोही पनि मानेको थिएन। तर त्यो एकजनाले चाहिँ हे मेरो छोरा पनि पढ्छु भन्दैछ हौ, पछि मेरो छोरालाई पनि यस्तै हुन्छ होला, पढ्न जानेहरूलाई किन रोक्नु, जान देऊ होइन। अनि त्यहाँदेखि चाहिँ सबैजनाले देऊ भन्नुभयो। इमिग्रेसन मलाई अचम्म लाग्छ, तर इमिग्रेसनको काम त्यही हो, उहाँहरूसँग चाहिँ त्यो राइट्स छ, सोध्नुपर्ने, सोधेर उहाँहरूलाई कन्भिन्स नगरेसम्म, उहाँहरूले खोजेको एन्सर नदिएसम्म तिमीलाई रोक्न चाहिँ उहाँहरूले तर थाहा छ हामीले त्यसलाई, ल मलाई यो तिमीहरूको पेपरमा के छ यो मलाई ट्रान्सलेट गरेर देखाऊ भन्दाखेरि हामीले ट्रान्सलेट गरेर देखाउँदा पनि ऊ नमानेको क्या। उसले पढिरहेछ र पनि उसले नमानेको क्या, कि त उसले इङ्ग्लिसै नबुझेको हुनु पर्यो है। बुझ्थ्यो होला इङ्ग्लिस त। अनि त्यो त्यत्रो त इङ्ग्लिसमा ट्रान्सलेट गरेर देखाउँदा पनि ऊ कन्भिन्स हुनु नै मानेकै नै छैन क्या। हामीलाई त्यत्रो इन्टरकोम्टहरू, एकोमेन्डेसनहरू देखि लिएर इन्सुरेन्सहरूदेखि लिएर त्यत्रो त उयोहरू सबै त्यहाँ त्यहाँ लेखेको छ, र पनि ऊ कन्भिन्स हुनु नै मानेको नै छैन। ओके, तिमीले यहाँ आएर एउटा सर्टेन टाइम चाहिँ एज अ ग्यास्ट्रोनोमी काम गर्यो, एज अ स्कुलर स्टुडेन्ट भनौँ न। अनि त्यस पछाडि चाहिँ तिमीले बेरुफ चेन्ज गर्यो, तर बेरुफ चेन्ज गरेपछिको पाटो भनेको डिफ्रेन्ट भयो। तर तिमीले त्यो बेरुफमा आइसकेर यहाँ काम गर्दाखेरिको तिम्रो एक्सपिरियन्स, तिम्रो गाह्रोपन, त्यो चाहिँ सेयर गरिदेऊ न हल्का। डेफिनेटिभ गाह्रो भएको थियो होला। यो पनि भन्नुपर्छ है, तपाईँले मेरो एक्सपिरियन्सहरू सोधिहाल्नु भयो नि त। अनि हामी सुरुमा डेनिस र म यहाँ आएको बेलामा चाहिँ हामीलाई अब सुरुमा न केही थाहा छ, म मात्रै भन नि, डेनिस नभन, तिमीलाई आटीलाई बोल्नै आउँदैन। ला उता भिडियो छ, अहिले म काट्छु त्यो। ल सुरुमा आउँदाखेरि चाहिँ तिमीलाई डेनिसको नाम चाहिँ किन लिनु पर्यो त नि? 2जना आएको थियौँ नि त, त्यही भएर। अनि आउँदाखेरि चाहिँ अब कोही छैन है। अनि त्यति बेला चाहिँ एयरपोर्टमा चाहिँ सल्जा चाहिँ लिन आएको थियो हो, त्यो पनि एउटा बेस्ट मोमेन्ट हो त्यो पनि। अनि यति भोक लागेको थियो है उसले चाहिँ, त्यही भएर मलाई अझै पनि, म कोक खाने मान्छे चाहिँ होइन, तर यो मेचोमिक्स कोक र स्प्राइट कि के मिक्स भन्छ, त्यही भएर मेचोमिक्स चाहिँ मलाई चाहिँ एक प्रकारको मिठो लाग्छ क्या त्यति बेला। अब त पुरा भोक लागिरहेको बेलामा त्यो ट्रेनमा के स्यान्डविच दिएको थियो, त काँचो मासु सासु भएको त झन्नै भएको छ मलाई साँच्चीकै। अनि त्यस पछाडि केही खाएको थिएन है, त्यो कहाँ कतारसम्म त खाएको त मिठो मिठो दिएको थियो। अब त्यो त इन्डियनहरूको फुडहरू। अनि त्यस पछाडि त्यति बेला अनि त्यो पनि एउटा बेस्ट मोमेन्ट हो। अनि चाहिँ ट्रेन स्टेसनमा, यहाँ हामी अहिले जहाँ बस्छौँ त्यहाँको ट्रेन स्टेसनबाट उत्रेपछि चाहिँ पुरा हाम्रो सेफिन चाहिँ अनि हिरोनी भएर चाहिँ लिन आउनुभएको रहेछ। मेरो प्रश्न अर्को थियो, जब तिमी एज अ स्टुडेन्ट ग्यास्ट्रोनोमीमा काम गर्न लाग्यौ नि, काम गर्दाखेरि तिमी केलनर भएर काम गर्दा चाहिँ तिम्रो एक्सपिरियन्सहरू कस्तो भयो, कस्तो रह्यो, कति गाह्रो पर्यो तिमीलाई? नसोचौँ क्या त्यो पलहरू, त्यो दिनहरू सम्झिँदा त मलाई अझै पनि
जिरिङ हुन्छ तर पनि त्यहाँ एउटा राम्रो मोमेन्टहरू पनि छ होइन, नराम्रो मोमेन्टहरू। ल्याङ्ग्वेज बेरियर कतिको भयो? ल्याङ्ग्वेज बेरियर त डेफिनेटिभ कति भयो नि हो। तर मेरो चाहिँ एउटा प्रब्लम चाहिँ के भने म धेरै नबुझे पनि म बुझ्नु चाहिँ बुझ्छु, तर त्यही कम्युनिकेट गर्नमा चाहिँ हल्का मलाई प्रब्लम हुन्थ्यो सुरुदेखि नै। तर भनेको एकदमै 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 गाह्रो भएको त किनभने पहिलो कुरा त न नेपालमा एक्सपिरियन्स छ है, कुनै होटेलमा रेस्टुरेन्टमा गएर एज एन वेटर काम गरेको न एक्सपिरियन्स छ। अनि अर्को कुरा भनेको न अब नेपालमा मैले यति धेरै मानिसहरूसँग गएर कम्युनिकेट न म गर्थिनँ पनि थिएँ। नेपालदेखि नै म चाहिँ हल्का म चाहिँ आफूले आफूलाई चाहिँ एज एन इन्ट्रोभर्टै इन्ट्रोड्युस गर्छु कसैले मलाई सोधो भने चाहिँ, किनभने म चाहिँ त्यस्तै धेरै यसको बारेमा नभनौँ, तपाईँको क्वेसनको एन्सर दिन्छु म। अनि एज एन इन्ट्रोभर्ट भएर अनि इन्ट्रोभर्ट मान्छेलाई अनि केलनरको जब कस्तो होला अब, जो हुनुहुन्छ उहाँहरूले मात्रै इमेजिन गर्न सक्नुहुन्छ। अनि त्यस पछाडि अर्को कुरा भनेको फर्स्ट टाइम, अनि भाषा राम्रो छैन, बुझ्नमा प्रब्लम, बोल्नमा प्रब्लम। अब जति पनि, अनि अर्को कुरा नेपालमा बसेर म टपर, क्लासको टपर भन्नेहरू हुनुहुन्छ, फेरि यहाँ आएपछि चाहिँ फेरि जिरोमा नै होला। त्यही भएर धेरैभन्दा धेरै जर्मन गीतहरू सुन्ने, कि त हामीलाई त सरले ऱ्यापहरू पनि सुन्न लाउनुहुन्थ्यो क्या विवास सरले। ऱ्यापहरू पनि त ब्याटलहरू हुन्छ नि हो त्यस्तो हेर्ने, फिल्महरू हेर्ने। त्यही भएर अनि मलाई चाहिँ तर कोही गेस्टहरू चाहिँ फेरि अब राम्रो पुरा होम फिल गराउने क्या। मलाई त अझै पनि मलाई त गेस्टको मलाई नाम थाहा छ कि, तर अब उनीहरूको यहाँ डाटा इन्सुसको कारणले नभनौँ नाम चाहिँ, प्राइभेसीको कारणले। अनि हो त्यो गेस्ट मलाई अझै पनि थाहा छ है, त्यो काइसेसँग काम गर्दाखेरि त्यो रोजेस टुको साइडतिर। अनि उहाँ गेस्टले चाहिँ उसलाई नै हाम्रोमा पठाउन, उसलाई नै भनेर, वाइफ पनि त्यत्तिकै फ्रेन्डली अनि हस्बेन्ड पनि त्यत्तिकै फ्रेन्डली। अनि त्यस पछाडि हाम्रो त नेपालमा हाम्रो कन्सेप्ट चाहिँ त्यही हुन्छ नि त, विदेशीहरू कस्तो हुन्छ भनेर। तर उनीहरूको बिचको रिलेसनसिपहरूको देखि लिएर अनि कोही मान्छेहरू चाहिँ सबै नराम्रो हुन्छ भन्ने पनि हुँदैन रहेछ क्या। कति मान्छेहरू चाहिँ राम्रो हृदय मनहरू भएको पनि हुँदो रहेछ। अनि त्यस पछाडि अनि उहाँले चाहिँ मलाई फर्स्ट टाइम मैले पाएको 5 युरो टिप्स, यति खुसी लागेको थियो मलाई। मलाई याद छ तिमीले चाहिँ मलाई सुनाएको थियो क्या, फोटो खिचेर पठाएको थियो। मैले फर्स्ट टाइम टिप्स पाएँ 5 युरो भन्दै, त्यो त भइहाल्यो। अनि तिमीलाई यस्तो ल्याङ्ग्वेज बेरियर भएर फाल्स बुझेर हुन्छ नि, त्यही कामहरू केही बिग्रेको त्यस्तो एउटा स्टोरी केही छ? ल्याङ्ग्वेज बेरियर भएर के फाल्स बुझेर, उल्टो बुझेर थाहा छ। कति कुराहरू चाहिँ म अब तपाईँले अहिले झट्ट सोध्नुभयो, मलाई छ होला त्यस्तो, मलाई झट्ट चाहिँ याद आएन कि, सरी है। कोलिगिनहरूसँग, अब कोलिगिनहरूसँग त तपाईँलाई थाहा छ त, त्यस्तो स्टोरी छ भने सेयर गर न, कतिजनालाई त्यस्तै भएको हुनसक्छ यहीँ बस्दै होइन। कति कुरा चाहिँ म यसरी उनीहरूले अब कति कुरा बुझिनँ भने एउटा कुरा बुझिन्छ नि त, त्यही भएर भोका पढ्न एकदम जरुरी छ है। एउटा उनीहरूको एउटा वर्डले म त्यो सेन्टेन्स बुझ्थेँ क्या कति प्रायः चाहिँ। अनि भनेको मलाई फेरि त कोलिगिनहरू मन नपरेर त्यस्तो कम्युनिकेट गर्दिनँ थिएँ नि त, त्यही भएर त्यस्तो चाहिँ भएन। नभए त मैले प्रायः त बुझेको नै हुन्थेँ। अनि एज अ नभए अहिले मलाई झट्ट नआउन सक्छ है, भरे आयो भने म भन्छु होइन। एज अ केलनर बेस्टलिन लिन जाँदाखेरि फाल्स बुझेर फाल्स बेस्टलिन लगाइदिएको याद छ केही त्यस्तो स्टोरी? त्यो चाहिँ म भन्छु, त्यो चाहिँ ड्रिङ्क्समा क्या, ड्रिङ्क्समा त्यो एकजना उहाँहरू पनि एकदमै राम्रो हुन्थ्यो, वाइफ र हस्बेन्ड है। अनि अब फेरि अब ड्रिङ्क्सको नामहरू यस्तो गाह्रो है मलाई आउँथ्यो, तर त हुन्छ नि अब यहाँ चाहिँ के भन्छ हौ त्यसलाई, हाल्प र फोल, तँलाई त अर्कै पाराले भन्छ, मलाई त भन्न आएन कि जे होस्।
यहाँ चाहिँ यो हामी जहाँ बस्छौँ त्यहाँ चाहिँ रात हाउस पिल्स भन्ने एकदमै फेमस छ। रोथ हाउस पिल्स होला हो। ए रोथ हाउस पिल्स, सरी रात हाउस भने चाहिँ म चाहिँ रात हाउस भन्दा त्यहाँ सम्झिरहेको थिएँ। रोथ हाउस पिल्स, वाइल्ड हाउस पिल्स भन्ने एकदमै बेकान्ट फेमस छ यहाँ चाहिँ। अनि त्यस पछाडि उहाँले चाहिँ अब पिल्स भनेको चाहिँ मलाई थाहा भयो, मैले मसिन चाहिँ ज्ञान वाइन हो द वासर, यस्तै स्टिलेस वासर हो द स्पुडल वासर। अब एमफेलन त गर्नु पर्यो नि त, रेकमेन्ड त गर्नु पर्यो नि त गेस्टहरूलाई। अनि भन्दाखेरि नाइन हामी चाहिँ एउटा स्पुडल वासर लिन्छौँ, अनि अर्को चाहिँ उता चाहिँ वाइफले लिएको थियो स्पुडल वासर, अनि अर्को चाहिँ मानले चाहिँ, अब मानको चाहिँ फेरि हियरिङ प्रब्लम पनि रहेछ है। ओ अनि अब यति धेरै गेस्टहरू बसेको छ है, यति लाज भइसक्यो मलाई, यति लाज भइसक्यो। उताको टेबलको गेस्टले पनि हेरिरहेको छ, यताकोले पनि। साँच्चीकै त्यति बेला त अब त बेस्ट ट्यालेन्ट लिने अर्डर लिने मान्छेलाई नै थाहा छैन। अनि मैले त्यस पछाडि चाहिँ एकछिन ल म मेरो कोलिगनलाई बोलाएर आउँछु ल भनेर चाहिँ मैले अनि डेनिसलाई बोलाएर चाहिँ उसले लिएको थियो। किनभने अब जसलाई इन्ट्रेस्ट हुन्छ जे कुरामा त्यसलाई त्यसको बारेमा थाहा हुन्छ। अब मलाई नो ड्रिङ्क्स गर्ने मान्छे, नो ड्रिङ्क्समा इन्ट्रेस्ट हुने मान्छे, अनि हो त भयो। अनि अर्को भनेको चाहिँ सुरुमा चाहिँ अब कफीहरू, अब हामी त जस्ट नेपालमा त कफी अब जो ठुल्ठुलो रेस्टुरेन्टहरूमा गएर बसेर खानुहुन्छ उहाँहरूलाई त थाहा होला, धेरै कफी सफी क्यापुचिनो स्यापुचिनो थाहा होला। अब क्यापुचिनोहरू त सुनेको हो, तर अब कसरी त्यो चाहिँ कसरी बन्छ, कसरी के हुन्छ, फङ्सनेट हुन्छ, त्यो त अब मैले त न बारिस्टा गरेको छु, मलाई त थाहा हुँदैन। अनि हो यस्तो कुराहरूमा चाहिँ धेरै नै उयो हुन्थ्यो। लाटे माकियाटोहरू चाहिँ म बुझ्दिनँ थिएँ, यस्तो कुराहरूमा धेरै गाह्रो हुन्थ्यो। तर पनि मेरो एकदमै राम्रो कोलिगिन हाम्रो मिमी, जसले चाहिँ हामीलाई यहाँ दिदीलाई गेस्टिङ पनि दिनुभएको छ टी सर्ट, उहाँ चाहिँ, अनि म चाहिँ बेस्ट ट्यालेन्ट लिन्थेँ गएर, अनि त्यस पछाडि आउँथेँ, अनि लाटे 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 गरेपछि उसले लाटे माकियाटो भनेर बुझ्छ क्या। अनि काकाओ एकचोटि चाहिँ ए बल्लले सम्झेँ मैले। अनि मैले चाहिँ एउटा केटी थिएँ जे होस्, छुच्ची केटी थिएँ। त्यो छुच्ची केटीको सँगको तिम्रो स्टोरी पनि सेयर गर न, इन्ट्रेस्टिङ छ। म गर्दिनँ। अन्त छुच्ची केटी थिएँ, अनि मैले चाहिँ अनि अब होटेलहरूतिर चाहिँ गेस्टहरू पुरा त एउटा फ्यामिली आयो भने चाहिँ बच्चाहरूले चाहिँ जहिले पनि काकाओ खान खोज्छ। काकाओ भनेको चाहिँ चोकोलाड जस्तै हुन्छ, चकलेट जस्तै हुन्छ क्या, चोकोलाड, मिल्स मिट चोकोलाड, दुधसँग त्यो गरेर खाँदाखेरि चाहिँ तातो पानी दुध अनि पाउडर, त्यो धुलो पाउडर हुन्छ, त्यो चाहिँ सेम चकलेट कस्तो टेस्ट आउँछ। अनि त्यस पछाडि काकाओ भन्नु, अनि मैले आएर सोधेँ, त्यो त जहिले पनि हाइसो चोकी भन्थ्यो नि त, हाइसो चोकी भन्छ क्या त्यसलाई चाहिँ। अनि काकाओ भन, अब मलाई त के थाहा है काकाओ भनेको, म त हाइसो चोकी भन्दा चाहिँ बुझ्थेँ नि। हाइसो चोकी भनेको उसले नाइन काकाओ भन्यो क्या त फुच्चीले। अनि त्यस पछाडि ला के हो नि काकाओ, फेरि त्यो दिन चाहिँ फेरि त्यो केटी पनि थिएन जसले मलाई हेल्प गर्थी, त्यो पनि थिएन, उसको चाहिँ त्यो दिन चाहिँ फ्राई थियो। अनि त्यस पछाडि चाहिँ मैले आएर हेलो ब्ला 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 इन्सुल्डिङ ब्ला ब्ला ब्ला, यसलाई चाहिँ यो भनेको चाहिँ के हो भनेर मैले सोधेको। उसले त खै नानु आफै दिमाग लाएर सोच न, आफै के हो, कहिले कहिले दिमाग पनि लाउनु पर्छ न गरेर ऊ चाहिँ गयो है कपाल यसरी हल्लाउँदै। अनि त्यस पछाडि त ला अनि के हो थाहा भएन। अनि त्यस पछाडि अनि ट्याक्क हाम्रो अर्को फेरि फेभरेट कोलिगिन साथी मारियम आई। अनि मारियमको चाहिँ त्यो दिन चाहिँ खासमा रिसेप्सनमा उसको काम थियो, तर ऊ चाहिँ आइबस्छ नि त, उसलाई रिसेप्सनमा अल्छी लाग्छ नि त। अनि उसलाई मैले सोधेँ मारियम के हो यो भनेको, भने ए यो भनेको आइसो चोकी हो क्या काकाओ भन्दै उसले अनि बनाइदिएँ, अनि मैले लगेर सर्भ गरेँ। तर तिमी एज अ स्टुडेन्ट अनि सिक्दै थियौ भर्खर, अनि तिमीले जो कोलिगिन भन्दा पनि उहाँ त ट्रेनर जस्तै मान्छे, अनि सोद्धाखेरि थाहा छैन मलाई, त आफै दिमाग लगा, कहिले काहीँ दिमाग लाउनुपर्छ भन्दाखेरि डेफिनेटिभ तिमीलाई कस्तो फिल भएको थियो? कस्तो ब्याड फिल भएको थियो, एकदमै ब्याड फिल भएको थियो। अनि मैले होटेलमा काम गर्दाखेरि चाहिँ म कति रोएँ होला, म त वर्डमा एक्सप्लेन गर्न सक्दिनँ। त्यही भएर मेरो जुन त पुरानो मेरो
रुम छ, त्यो रुमसँग चाहिँ मेरो अर्कै एट्याचमेन्ट छ क्या त्यो रुमसँग चाहिँ मेरो। त्यही भएर मलाई त्यो रुम छोडेर आउँदा पनि एकदमै गाह्रो भएको थियो। मलाई छोड्न चाहिँ पटक्कै नै मन थिएन, तर पनि छोड्नु पर्यो। कोही कोही मान्छेहरू हुँदो रहेछ कि साथीहरू जेसँग पनि अट्याच हुने क्या। जस्तै ऊ बहिनी चाहिँ कस्तो मान्छे हो भने मान्छेसँग त डेफिनेटिभ अब ठाउँसँग त अट्याच, त्यस्तो मजाले अट्याच हुने मान्छेसँग त कस्तो अट्याच हुन्छ होला त्यो त दिमाग लगाएर बुझिन्छ होइन। अनि ऊ चाहिँ ठाउँसँग पनि कस्तो अट्याच हुने क्या। अनि उसले फर्स्ट टाइम त्यहाँ जब स्टार्ट गरेको थियो, अनि त्यहाँ चाहिँ कोवर्करहरू चाहिँ राम्रो थिएन, हेल्पफुल थिएन। अनि ऊ भनेको इन्ट्रोभर्ट मान्छे। अनि फर्स्टमा आएर त्यस्तो बेडरुममा काम गर्दा उसको त्यो रुममा चाहिँ उसको सुख दुःख हाँसो रोदन सबै एक्सपिरियन्सहरू थियो क्या। पहिलोचोटि फेरि देश छोडेर यहाँ विदेशमा आएर एक्लै थियो ऊ। अनि त्यसरी बस्दाखेरि त्यो रुममा चाहिँ उसको त्यो एकदमै धेरै स्पेसल लाग्छ होला मेबी उसलाई। अनि त्यो रुम छोडेर पछि हामीले नर्सिङमा चेन्ज गऱ्यो, उसले नर्सिङमा चेन्ज गरौँ अनि हामीले गर्न लाग्यौँ यहाँ। अनि त्यस पछाडि चाहिँ त्यो ठाउँ छोडेर आउँदा उसलाई गाह्रो भएको थियो मेबी नि, म तिमीलाई बुझ्छु। धेरै नै गाह्रो भएको थियो। अनि अर्को कुरा भनेको चाहिँ जतिजना पनि होटेल लाइनमा आउन चाहिराख्नु भएको छ आफूले आफूलाई चाहिँ एकदम स्ट्रङ बनाएर आउनु होला। किनभने अब सबै ठाउँमा हाम्रो जस्तो कोलिगिन पर्छ भन्ने पनि हुँदैन। अनि हुन त हाम्रोमा फेरि इन्डियाको पनि थियो, फेरि इन्डियनहरू चाहिँ फेरि यस्तो हुन्छ क्या, घातीहरू हुन्छ क्या। त्यति बेला यस्तो फिल गराउँथ्यो है। अब डेफिनेटिभ नेपालमा अब त्यो नेपालमा हामीले बर्थडेमा यसरी केक काटेको जस्तो त यहाँ होइन नि। होटेलमा त अब प्रोफेसनल तरिकाले केक काट्नु पर्यो नि है। 5 स्टार के कति स्टार थियो तिम्रो? 3 स्टार थियो कि 4 स्टार? 4 स्टार होटलमा उसले गरेको 5 स्टार हो त्यहाँ एउटा मात्रै छ। अनि त्यस पछाडि डेफिनेटिभ अब आउँदैन है। त्यो यिनीले चाहिँ पुरा रिसाउने, कस्तो उसलाई चाहिँ एउटा कुरा चाहिन्थ्यो कि यसलाई म कसरी चाहिँ ब्याड फिल गराउन सक्छु, डाउन फिल गराउनु त्यो जहिले। अनि उसले गर्दा त म झन् यस्तो रोएको छु। त्यहाँ त्यो होटेलको सबैलाई नै थाहा छ। अनि त्यस पछाडि त्यो दिन त मेरो एकदमै ब्ल्याक डे थियो। म त्यो इन्टेनले गर्दा यस्तो रोएको छु, त्यसलाई त म जिन्दगीमा पनि बिर्सिदिनँ। मैले मेबी क्षमा दिएँ होला, तर पनि म बिर्सिदिनँ उसले मलाई कस्तो फिल गराएको थियो। त्यो मोमेन्टहरू सम्झिँदा चाहिँ अझै पनि गाह्रो हुन्छ। तर पनि म यस्तो रोएको थिएँ त्यो दिन त म त। तर मलाई त्यो दिन राम्रो पनि फिल भएको थियो। त्यो एउटा थियो किचनकोले चाहिँ, अनि मलाई चाहिँ म चाहिँ तल रुँदै गएको थिएँ। अनि ऊ चाहिँ तलसम्म मलाई खोज्दै आएर रिमा रिमा भन्दै आएर, अनि मलाई चाहिँ यस्तो अनि हक गर्दाखेरि चाहिँ अब हाम्रो नेपालमा त त्यस्तो कमन छैन नि त हक गर्नु। उसले चाहिँ एज एन ब्रदर, एज एन फादर जस्तै, अब उसको पनि मेरो उमेरको त उसको छोरी छ है, उहाँ हामीभन्दा ठुलो हुनुहुन्छ। अनि त्यस पछाडि त्यसरी हक गर्दाखेरि चाहिँ त्यो दिन चाहिँ मैले अङ्गालो मार्नुको के भन्छ महत्त्व चाहिँ बुझेको क्या। किनभने हाम्रो नेपालमा त्यस्तो कमन छैन नि त होइन, हामी अब त्यस्तो गर्दैनौँ पनि। अनि त्यो दिन चाहिँ कस्तो एक्लो फिल भएको बेलामा चाहिँ कसैले अब हो त्यस्तो गर्दाखेरि चाहिँ त्यो दिन चाहिँ मलाई कस्तो राम्रो भएको। अनि उसले चाहिँ मलाई मेबी नमन पराउनेहरू धेरै छ, तर मन पराउनेहरू पनि कोही हुनुहुन्थ्यो। अब मलाई पमिज मनपर्छ भनेर उहाँले चाहिँ, मैले ट्याक्क त्यो छोडेको दिनतिर छोड्ने दिन चाहिँ, अब भोलि छोड्ने, आज मेरो लास्ट दिन छ, त्यो दिन चाहिँ उसले पुरा पमिज बनाएर चाहिँ यस्तो मिठो मसलाहरू उयो गरेको पमिज बनाएर उसले चाहिँ राखिदिएको थियो क्या त आभेन्टेसनको साइडमा। अनि अरू बेला पनि मेरो जब त बुफेमा पर्थ्यो नि, त्यति बेला पनि कति पमिजहरू बनाइदिएको हुन्थ्यो त। साथीहरू कस्तो हुन्छ भने हामी चाहिँ भिडियो किन पनि बनाउँछौँ भने मलाई चाहिँ लाग्छ जिन्दगीमा हरेक कुरा क्याप्चर गरेर राख्न पाऊँ क्या। भोलि पर्सि बुढो हुँदाखेरि यो भिडियोहरू हेर्दाखेरि अब जस्तै उसको कति धेरै कुरा सेयर गर्दाखेरि कति इमोसनल भयो यो भिडियो मार्फत। ऊ भोलि पर्सि बुढो भएपछि अनि यहाँ बसेको कति हुन्छ होइन। अनि त्यो ओल्ड भिडियोहरू हेर्दाखेरि मेरो चाहिँ आफ्नो लाइफलाई हुन्छ नि पछाडि फर्केर हेर्दाखेरि के थियो भन्दाखेरि चाहिँ यो भिडियोहरूले धेरै याद दिलाउँछ क्या। सो द्याट हामी भ्लगर होइन,
हामी युट्युबर होइन तर पनि हामी भिडियो बनाउन हामी दुवैजना किन मन पराउँछौँ भने हाम्रो मिल्छ क्या कुराकानी किनभने हामी चाहिँ धेरै मेमोरीहरू कलेक्ट गर्न मन पराउँछौँ अनि उसको ऊ बोल्दा बोल्दा इमोसनल भयो नि म पनि इमोसनल भएँ किन भन्दाखेरि कसैलाई सुनेर पनि प्रेरणा मिल्छ केही कुराहरू ज्ञान पनि हुनसक्छ हाम्रो एक्सपिरियन्सबाट भएन ठिक छ तर हाम्रो मेमोरी हुन्छ नि कलेक्ट हुँदै जान्छ सो द्याट हामी भिडियो कलेक्ट बनाउँछौँ हुन्छ अनि जति पनि अब यो थ्रु त म मात्रै जाँदिनँ नि त कतिजना जानुहुन्छ जस्ट कसैले एक्सप्रेस गर्न सक्नु भएको हुँदैन त्यति बेला म पनि त एक्सप्रेस गर्दिनँ त्यही तपाईँलाई उनीहरूलाई अब जो मेरो क्लोज हुनुहुन्छ उहाँहरूसँग मात्रै मेरो सेयर हुन्छ नि त यस्तै के भन्छ यही थ्रु जानुभएकोहरू कतिजना हुनुहुन्छ उहाँहरूले सायद यो भिडियोहरू त हेर्दै गर्दाखेरि भेट्टाउनु भयो भने धेरै नै रिलिफ फिल हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ किनभने युआर नट एलोन भनेको जस्तो क्या अरूहरू पनि छ यो थ्रु जानेहरू धेरै छ तर छ नि म भन्छु नट ओन्ली जर्मनी जुन पनि देश जाने सोच बनाउँदै हुनुहुन्छ जति पनि युवाहरू हुनुहुन्छ या जति पनि अग्रजहरू हुनुहुन्छ या जति जो हुनुहुन्छ मेन कुरा भनेको के हो भने मेन्टल्ली मजाले म्याच्योर भएर जानुहोस् भनेको लाइक हुन्छ नि मैले चाहिँ मेरो एक्सपिरियन्स भन्छु मेरो चाहिँ म विदेश आउनुभन्दा पहिला नै म त 26सम्म त म नेपालमै केही गर्छु भनेर बसेको मान्छे हो है अनि 26 पछि जस मलाई त्यो बिचमा चाहिँ लाग्यो नाइ म बस्नु हुँदैन नेपालमा विदेश जानै पर्छ देशको हालत यस्तो छ म बस्नु हुँदैन म जानै पर्छ भन्ने लागेर चाहिँ मैले विदेश जाने सोच बनाएँ अनि म नेपालमै हुँदा म विदेश आउनुभन्दा पहिला नै मेरो यो मानसिकता चाहिँ कस्तो थियो भने मैले दुःख पाउँछु मैले दुःख गर्नै पर्छ म रुनै पर्छ मैले निन्द्रा माया मार्नै पर्छ त्यो त कुरा छँदैछ हुन्छ नि मेन्टल्ली त्यस्तो हिसाबले चाहिँ म प्रिपेयर भएको थिएँ कि अनि मलाई साँच्चीकै भन्दाखेरि मलाई त्यस्तो हल्का फुल्का त गाह्रो भयो कि तर हुन्छ नि सुरुको फेजहरूमा त्यस्तो धेरै गाह्रो भएन कि किन भन्दा मैले त्यो मेरो मेन्टल्ली त्यसरी नै बनाएर आएको थिएँ कि मैले दुःख पाउँछु म रुनै पर्छ मैले मेहनत गर्नै पर्छ मैले दुःख गर्नै पर्छ सोचेको जस्तो विदेश छँदै छैन भनेर चाहिँ त्यो बनाएर आएपछि चाहिँ जे होस् मेरो एक्सपिरियन्स अलिकति सजिलो हुँदो रहेछ तपाईँलाई धेरै सजिलो त हुँदैन तर आफ्नो मेन्टल हेल्थ त राम्रो भयो नि त अनि मेन्टल हेल्थ राम्रो हुनु भनेको त सबैभन्दा तर म चाहिँ यस्तो पनि सोच्थेँ क्या त्यो होटेलमा चाहिँ सबैभन्दा सानो एजको चाहिँ धेरै सानो पनि होइन तर सबैभन्दा सानो एजको चाहिँ म थिएँ है अनि ओहो म त यस्तो गलत एजमा आएछु अझै म्याच्योर भएर आउनु पर्थ्यो होला अझै पुगेर अलिक एज पुगेर आउनु पर्थ्यो होला जस्तो लाग्थ्यो क्या किनभने त्यस्तै लाग्थ्यो मलाई धेरै कुरा नगरौँ ओके गाइज अनि आज चाहिँ नि हाम्रो बहिनीको मनको कुरा सुन्दा आज हामीले 47 मिनट्स बिताएछौँ है हामीलाई थाहै छैन 48 हुन लाग्यो चाहिँ हामीलाई यो पोडकास्ट त नहुनु यस्तो यो कुराकानी यति लामो हुन्छ भने हामीले सोचेकै थिएनौँ है सुरु गर्नुभन्दा पहिला यो भर्खर हामी नुडल्स खाँदै थियौँ अनि नुडल्स खाइसकेर चाहिँ यो भिडियो स्टार्ट गरेको तर हामीलाई थाहा थिएन यत्रो लामो हुन्छ भनेर चाहिँ सो द्याट कस्तो सेयर गर्दै गयो भने त अझै कति लामो होला तपाईँलाई अल्छी लाग्ला है नेक्स्ट भिडियोमा चाहिँ हामी झन् स्पेसल हाम्रो कुराकानीहरू लिएर आउनेछौँ अनि माया देखाउनु होला हेरिदिनु होला हेर्नु हुन भने पनि ठिकै छ हाम्रो भिडियो सेभ भएर बस्छ हाम्रो मेमोरीहरू कलेक्ट हुँदै जान्छ यस्तो भएको थियो यस्तो थ्रु गएको थिएँ भन्दै हामीले चाहिँ हाम्रो भिडियोलाई चाहिँ अब हामी अन्तिममा छौँ हाम्रो भिडियोलाई हामी एन्ड गर्छौँ अनि तपाईँहरू सबैजनालाई हेरिदिनु भयो मैले अर्को पनि भन्छु ल अर्को एकजना गेस्ट हुनुहुन्थ्यो अनि उहाँले चाहिँ मलाई कति माया गर्नुभएको थियो यति माया गर्नुभएको थियो अनि म चाहिँ यस्तो स्याड भएर त इन्डियन केटाले अब मलाई त्यस्तो भएको थियो नि त उसँग अनि यस्तो स्याड भएर म चाहिँ रुला नै जस्तो भएर बसिरहेको थिएँ अनि उहाँ चाहिँ मलाई खोज्दै आउनुभएको छ रिमा खाइ भन्दै अनि त एउटा केटीले चाहिँ अनि रिमा तँलाई यहाँ गेस्टले खोज्दै आएको छ भन्दै अनि बाहिर निस्केर गएको त ओ माई गड गेस्ट सेङ्कहरू लिएर आउनुभएको रहेछ त्यो भिडियो मेरो फेरि अर्को फोनमा थियो त्यो भिडियो अहिले मसँग छैन बिग्रो त्यो फोन है अनि त्यस पछाडि ओ माई गड त्यति बेला सेयर गर्नको लागि पर्सनल्ली चाहिँ रोजी मात्रै थियौँ मसँग रोजीसँग त हामीले खोलेको थियौँ अनि हेरेको थियौँ अनि
वार्म फिल भएको थियो अनि उहाँले मलाई कफी खान पनि इन्भाइट गर्नुभएको थियो अनि वाट्सएपमा पनि मलाई उहाँको नम्बरहरू दिनुभएको थियो कन्ट्याक्टको लागि अनि वाट्सएपमा पनि मलाई उहाँले लेख्नुहुन्थ्यो अनि त्यस पछाडि त्यहाँ होटेलमा 10 दिन हो त्यस्तै बस्नुभएको थियो अनि बिहानै आउँदाखेरि पनि मलाई खोज्ने मसँग बोल्ने मलाई अर्डर गर्ने हो त्यस्तोहरू गर्नुहुन्थ्यो मलाई कफी खानु पनि गएको थियो एकदमै राम्रो फिल भएको थियो ल गाइस कुरा भनेको जति गर्दै गए लामो हुन्छ है अनि थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँहरू सबैजनालाई अनि यस्तो कथाहरू सुनिदिनु भयो अनि रिमालाई चाहिँ आफ्नो कुराहरू राखिदिएकोमा अनि मलाई सोध्ने मौका दिएकोमा थ्याङ्क यू सिस्टर अनि अहिले त मसँग भएपछि ह्याप्पी फिल नि ह्याप्पी ह्याप्पी ओके गाइस बाई